गुड मर्निङ वेलकम टु माई युट्युब च्यानल गुरुङ विपिन ब्लग। हामी चाहिँ अहिले 14 किलोमा छौँ। हिजो भर्खर आएको हो। आज चाहिँ हामी मूल घर जानेछौँ। सबै रेडी भइसक्यो। उता बुढी रेडी हुँदैछ, बुढीलाई कुर्दै हो। आज चाहिँ हामी उता थालाजुङ जान्छौँ। मेन हाम्रो थालाजुङमा छ मूल घर। उता मम्मीहरू बाबाहरू त बिहानै गइसक्नु भयो। अब हामी बुढाबुढी चाहिँ बाइकमा अब हिँड्छौँ। उता बुढी आमाहरूको हातको टिका लाउनलाई चाहिँ हामी थालाजुङ जानेछौँ। उता जानलाई चाहिँ हामी 12 किलो हिजो मैले देखाएको थिएँ 12 किलो भने त्यहाँबाट भित्र जान्छौँ। यस धेरै जाने ठाउँहरू रमाइलो छ। म तपाईँहरूलाई सबै राम्रोसँग देखाइदिन्छु। स्टे ट्युन। र 14 किलो भन्ने ठाउँ चाहिँ यस्तो छ है। हरियो छ, चारैतिर हरियाली हरियाली छ। बाटो चाहिँ पिचरै छ। यही बाटो हामी उता गोर्खा दरबार जाने, गोर्खा बजार जानु पर्नलाई चाहिँ हामी माथि जानुपर्ने हुन्छ। यो चाहिँ मेरो घरबाट मैले हल्का भिडियो सुट गरिदिएको हो। अब चाहिँ हामी रेडी भइसकेको छौँ र मेरो बुढी पनि रेडी भइसकेको छ। बेबी से हाई। र अब चाहिँ हामी केही क्षणमा निस्किन्छौँ। मेरो घरबाट अब हामी निस्किँदैछौँ। यता मेरो बुढी र अब चाहिँ हामी दसैँको लागि टिका लाउन जाँदैछौँ। सो हामी चाहिँ घरबाट निस्किसकेको छौँ। निस्केर यहाँ 12 किलो आइसक्यो। स्याउ र केरा किनिसक्यो, बुढीले किनिसक्यो। अब चाहिँ हामी लाग्छौँ थालाजुङ। यहाँबाट 12 किलोबाट चाहिँ यहाँबाट ओह्रालो लाग्नुपर्छ। गाउँ त लेकमै हो, त्यही पनि ओह्रालो लागेर फेरि तल छेपेटारबाट फेरि माथि उकालो लाग्नुपर्छ। जे होस् यहाँको पिच, यहाँ चाहिँ बाटो त वहीँसम्म गाउँसम्म पिचै पिच छ। हामी चाहिँ अहिले छेपेटार बजार आइसकेको छ। सुन्दर छेपेटार बजार। अहिले त यस्तो डेकोरेसनहरू पनि गरिदिएको रहेछ। राम्रो देखेको यो डेकोरेसनहरूले है। विजय दशमीमा सबै टिका लाउने हेर्दै टाइम कुर्दै अब कति मान्छेहरू कता कताबाट आउँदै होला। सबैजनाहरू घुमघाम भेटघाट गफगाफ चल्दै ठिक्क होला। बुढाबुढी चाहिँ यहाँ स्टिल 10 बजिसक्यो। बुढाबुढी यहीँ छ। दसैँ है, कति विदेशमा बस्ने मान्छेहरूलाई यही दसैँमा कति आउन खोज्छ है बेबी है। दसैँ जस्तो चाडमा चाहिँ आउनै पर्ने क्या है। सबैजना सबै फ्यामिलीहरू गेट टुगेदर हुने चाड हो क्या दसैँ भनेको, होइन त। कोही कहाँ। तर विदेशमा हुने मान्छेहरूलाई त हरिबुस हुन्छ नि, होइन। अब यो विदेशमा हुने मान्छेहरूलाई घरमा आउन नपाएर तनाव है। अब हुन्छ नि त, एउटा मिस गर्छ नि त त्यो मोमेन्ट त। अनि अर्काको घर गएको बुढीहरू छोरी मान्छेहरू क्या, उनीहरूलाई नि मन त लाउँछ होला नि त, होइन। आफ्नै घरमा जे भए पनि फर्स्ट घर भनेको त उनीहरूको त आफ्नो घर हो नि त, माइत हो नि त, होइन बेबी के हो। तर माइत छोडेर बुढाको घरमा पहिला चाहिँ दसैँ मनाउनु बुढाको घरमा आउनुपर्ने के, यो कुरा हो कि मलाई मन नपर्ने हो कि होइन। भनौँ न मेरो दिदी, उसलाई पनि पहिला दसैँ मनाउनु त यहाँ आउनु मन लाग्थ्यो होला नि त, पहिला उताको लाउनु पर्ने रे। यो सिस्टम चाहिँ मन परेन क्या मलाई, होइन। हामी अहिले चोरकाटे बजार, यो बजारको नामै चोरकाटे हो। गोर्खामा चाहिँ अनौठो नामहरू छ। यहाँबाट चाहिँ बल्ल रोड उस हुन्छ कि डिभाइड हुन्छ कि
बारपाक लाप्राक जानेहरू सिधा जाने भयो हो। अब भच्चेक जानेहरू चाहिँ लेफ्ट लाग्ने हो कि। हजुर होइन नि, यताबाट चाहिँ भच्चेक, सिरान डाँडा, थालाजुङ, छोप्राक गाउँहरू टन्नै छ यतातिर। अब यहाँबाट चाहिँ फेरि बाटो नछोडिकन गयो भने सिरान डाँडा भच्चेक पुग्यो के। भच्चेक पछि चाहिँ बल्ल सिरान डाँडा। बस जति त सबै दसैँ मनाउँदैछ होला यहीँ हो नि। सबै नुहाएको छ आज त के हो, दसैँ आएर हो कि के हो। त्यो एउटा उखान सुने हौ, मान्छेहरू दसैँमा मात्रै नुहाउँछ अरे भन्ने। तँलाई नुहाउनलाई दसैँ आउनुपर्छ भन्छ नि। नजरा त देखिए हो, त्यो माथि जाने हो क्या। देखे हौ त्यो माथिको भेग जाने। यतातिरको हेर न, यो बाटो क्या है कस्तो दामी बनाएको क्या। यस्तो ठाडो अनि बिचमा एउटा बाटो क्या। एउटा नेपालको झन्डा राखिदियो है। हेर सिन, हेर न सिन। त्यो झन् पानी परेर क्या अघि, आम्मा कस्तो राम्रो देखेको बाटो है। उता पुग्यो बाटो। ए माथि हुस्सु लायो। पहिला बसेको ठाउँलाई त अहिले त यस्तो दामी बनाइदियो रहेछ नि त। यहाँ भनेको कि मैले है, हेर न है, बस्ने होला नि एकछिन। सो अब हामी यहाँ ब्रेक लिन्छौँ। पहिला त यस्तो थिएन, अहिले चाहिँ जे दामी बनाइदिएछ। पहिला यहाँ बसेको थियो यस्तो थिएन नि त। यहाँबाट चाहिँ जे लभली सिन लाग्छ क्या मलाई। सो हामी चाहिँ अब यहाँ छोप्राक भन्दा हल्का माथि हल्का सर्ट ब्रेक लिन बसेको छौँ। यस बाटो चाहिँ राम्रो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यता मेरो वाइफ र अघि हामी आएको बाटो त्यो त्यहाँबाट त्यसरी आएको हेर्न सक्नुहुन्छ। भ्यू राम्रो छ, बाटो नि पिचै पिच छ, डाँडा काँडाले भरिएको मेरो गाउँ राम्रो छ। अब चाहिँ हामी यहाँ हल्का एकछिन 5-10 मिनट भ्यू हेरेर प्रकृतिसँग रमाउँदै बस्नेछौँ र केही क्षणमा हामी यहाँबाट हिँड्नेछौँ। हामी चाहिँ अहिले सर्ट ब्रेक लिएर जाँदैछौँ। पानी पनि पर्ला जस्तो गर्यो। त्यही माथि 11 बज्न लागिसक्यो। अब त टाइम पनि भयो। सकेसम्म छिटै जाम है अब। छिटै जाम अब। चित्रे पोखरी पनि आएको छैन। चित्रे पोखरी कटेर आधी घन्टा लाउँछ अब हामीलाई। सो हामी आइएम गोर्खा थालाजुङ। वेलकम टु गोर्खा थालाजुङ। यहाँबाट चाहिँ हामी लेफ्ट लाग्छौँ तलतिर। यहाँबाट सुरु हुन्छ थालाजुङ।
सो हामी चाहिँ अहिले गाउँ आइसकेको छौँ र यो चाहिँ मेरो गाउँ हो। यो चाहिँ मेरो बाबाको घर र यहाँ मेरो साधन छ, यहाँ वाइफी छ। यो पुरै थालाजुङ हो। बाबाको गाडी यहाँ छ। बाटो चाहिँ यहाँ अलिकति नराम्रो छ, तर हामी चाहिँ अब तलतिर झर्छौँ। सो टिका लाउने बेला नि हुन लागिसकेको छ। अब बिस्तारै टिका नि लागेको भिडियोहरू पनि म हाल्छु तपाईँहरूको सामु। अहिले चाहिँ वी आर गोइङ। कस्तो भइरहेछ बेबी? रमाइलो रमाइलो भयो? यता हेरेर भनिदेऊ नि त। किन? कम्फर्टेबल कसले गर्दा भयो? अनि यस्तो शिवरी जस्तो पोइ पाउँदाखेरि त अनि बुढी त भाग्यमान नै हो नि। नमस्ते। के छ बेबस भाइ? तिमी त दुब्ला र क्याउटे भएछ त हौ। मोटाउनु पर्यो क्या। बोन सक्दिनँ। आऊ बेबी। अब गाउँघरको बाटो यस्तो छ है। कोदो कोदै कोदो छ। कोदो हो नि? त्यो कोदो हो नि बेबी। कोदो नि चिन्दैन? कोदो हो नि यो अघि। सो हामी चाहिँ अब गाउँ घर आइपुग्नु लाग्यो। अनि भर्खरै आएको छ। हातमा फलफुल छ। अब यहाँ टिका लगाएर फेरि अब टिका लाउँदै हिँड्छौँ होला। हेलमेट पनि भारी छ। हातमा राखौँ भने नि हेभी छ। त्यही भएर पुरा टाउकोमै होस् हेलमेट। यो छ मेरो सुन्दर घर, जहाँ मेरो बुजुआमा, कान्छा बाबा, कान्छी आमा, विवश भाइ र पुष्पा थोटी बस्छ यो घर। मेरो बुज्यू, मेरो कान्छी मम्मी, मेरो बाबा हरिदाई, मेरो मम्मी। यस्तो छ मेरो घर। यता मुन्द्रे भाइ, यहाँ छ बोका पाडा, यता ब्रोइलर कुखुरा, मेरो कान्छा बाबा, यो बुढाबुढीको रुम, यता चर्न गइछ। अनि यहाँ छ बोका गोरु छ। अनि यो मेरो सुन्दर गाउँ थालाजुङ। अब बुझ्यो आमाले यहाँ दक्षिणा झिक्छ पैसा है। पैसा झिक्छ अब। हरिदाई किन लगाएको यहाँ टिका? ए हो, बाहिर हुनेहरूको लागि हो। यहाँ टिका लगाइदिँदैछ दैलोमा। यो चाहिँ हाम्रो मूल घर। यो मेरो सानो बहिनी पुष्पा थोटी। धेरै आशिष दिनु है। धेरै आशिष त के म त मुनि तिमीलाई दिया छ। मनमा भन्नु तिमी मात्रै राम्रो हो त। ल
कमाएर आएर हो मेरो यहाँ खस्यो यो ढाडो पनि झन् घोप्टिनु पर्नु भन्नु पर्दैन ब्याटे देखेन शिलालाई जहाँबाट चाहिँ बल्ल उम्केको हुन्छ नि त्यहाँबाट यो केटाहरूसँग यस्तो गर्ने अब फेरि के हो हाम्रो त्यो चन्द्रकान्त त्यो फेरि रसीले मर्या हो कि बच्चा हो थाहै छैन हेर उहाँ मान्छे लडेर डुडुम गरेर ऊ रसीले लाएर गाडी भित्रै मर्या हो कि सँगै उठ्छ अरे हामीहरू 5-6 जना मात्रै छ त्यत्रो 25-30 जना केटाहरू अब चाहिँ मेरो कान्छा बाबाले टिका लाउँदैछ बुजुको हातबाट बुजुको लाउनु न अब बुजुको हात लायो हुन्छ के सबै लाउनु नि त अनि अब वृद्ध भत्ता बुझिला ढोक्यो ढोका के पोलिस तल भएर बुझेदेखि ढोक्ले न्युरो नै नसुने त बुढो भयो हाँस्ने आमा छ हौ मर्निङ हाँस्नेसँग जानुपर्छ नि होइन अझै चोराएर झिचङ्ग आउँला खनि खावा बुढा खबर रुन्दा खाइम हो मलाई त बुढा बस्छ हिउँलाई ओइलो धरी जबरी हुने त अनि बुढा टिमु फोन गर्नुपर्छ कल्पनामा पठाउँछ भन्या थियो अहिले त तुना छरे त्यो दुनरे कल्पनामा आउने भन्या थियो तपाईहरु जानु पर्दैन यता मेरो ठुलो बाबा बाबाले बुजुको हातबाट टिका लाउँदै थपने जासु वानी बिरबहादुर सबै जेठो क्यों हो थपने जाउ केला अगाडि खोपेला अगाडि खोपेला ना खजी हाम्रो ठीक थपले दियाजी ताई हांजी आमै लबरी त्यो क्या हाम्रो पालोमा त एउटा दुईटा लाउँदा त पढ्नु पाउँछ त यिनीहरुको त नपाउने छ हो दुख आमा दिए त त्यही दुख माथिमा अनि दुईटा लाउँदा तपाईँ ठुलो होला बुझ्यो भन्दा म ठुलो नि किनभने ठुलो सानो रे भन्दै सानो रे हो भनेर हुन्न नि हाम्रो ठुलो बाउ 91 हो ठुलो बाउ कालको बात थाहा छैन हो खालको बात 91 नभएर त अब तिमी ठुलोमा चाहिँ अलिक भइहाल्छ हामीले पाउँछै भने नि मान्छे मात्रै ठुलो भएर के अन्त अनि को ठुलो हुन्छ नि आज चाहिँ हाम्रो दसैँको टिका र हाम्रो आजको ब्लग यहीँ समाप्त हुन्छ अब हामी चाहिँ भोलि पोखरा फर्किन्छौँ होला त्यसैले सबैले पुरा भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू हेभ अ गुड डे